विकासमा स्थानीय नेतृत्व र समुदायको सहभागिता अभिवृद्धि गरी समुन्नत समाज निर्माण गर्ने उद्देश्यले गाउँपालिकाहरूलाई प्रशस्त अधिकार दिइएको छ। गाउँपालिकाहरूले आफ्नो क्षेत्रको विकासको माग र सम्भावनाहरू पहिचान गरी आफै विकासका कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछन्। यस्तै विकासको सम्भावना पहिल्यै आफूलाई एक नमुना गाउँपालिकाका रूपमा परिचित गराउने प्रयास गरिरहेको छ बटेश्वर गाउँपालिकाले। बटेश्वर गाउँपालिका धनुषा जिल्लाको एक उच्च विकासको सम्भावना बोकेको गाउँपालिका पनि हो। नेपालको संविधान 2072 बमोजिम नेपाल सरकारले स्थानीय निकायहरूको पुनर्संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले 2073 पुस 22मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी विक्रम सम्वत 2073 साल फागुन 27 गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको प्रदेश नम्बर 2 अन्तर्गत यस धनुषा जिल्लाको साबिकका लक्ष्मी निवास, शान्तिपुर, भूचक्रपुर, बटेश्वर लगायतका 5 गाविसहरू समायोजन गरी बटेश्वर गाउँपालिका गठन गरिएको हो। यस गाउँपालिकाको जम्मा क्षेत्रफल 31.66 वर्ग किलोमिटर रहेको छ भने चौतर्फी सिमानामा पूर्वमा मिथिला र छिरेश्वर नगरपालिका, पश्चिममा महोत्तरी जिल्लाको भङ्गाहा र बर्दिवास नगरपालिका, उत्तरमा मिथिला नगरपालिका र दक्षिणमा लक्ष्मीनिया गाउँपालिका रहेको छ। केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना 2068 अनुसार यस गाउँपालिकाको जम्मा घरधुरी 3671 र जम्मा जनसङ्ख्या 21530 रहेको छ। यसमध्ये 11149 पुरुष र 10381 जना महिलाको जनसङ्ख्या रहेको छ। यस गाउँपालिकामा जलवायुको दृष्टिले कुपोषण रहेको छ। यहाँ ग्रीष्ममा धेरै गर्मी हुने गर्दछ। वर्षा सुरु हुनुभन्दा अगाडि धुलो उड्ने र वर्षापछि जलवायुयुक्त हावा चल्ने गर्दछ। गाउँपालिकाको तापक्रम अनुसार सरदर न्यूनतम र अधिकतम क्रमशः 10 डिग्री र 40.8 डिग्री सेन्टिग्रेड रहेको छ। ग्रीष्ममा 40.80 सेन्टिग्रेडसम्म अधिकतम तापक्रम पुग्ने गर्दछ। अधिकतम वर्षा 2125 मिलिमिटरसम्म हुने गर्दछ। यस गाउँपालिकाभित्र बसोबास गर्ने स्थानीयवासी विभिन्न जात जातिहरूको भए तापनि एक समानको सौहार्दपूर्ण बसोबास रहेको पाइन्छ। केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना 2068 को तथ्याङ्कलाई निहाल्दा यस गाउँपालिकामा बसोबास गर्ने प्रमुख जात जातिहरूमा ब्राह्मण, क्षेत्री, थारू, मुसलमान, विश्वकर्मा, यादव, तेली, चमार, हरिजान, कोइरी, कुसुवा, कुर्मी, मुसहर, दुसाद, पासवान, ब्राह्मण, तराई, कथवानिया, घरती, भुजेल, मल्लाहा, कलवार, हजाम, ठाकुर, कानु, सुढी, लोहार, धोबी, कायस्थ, बादी, बढई, बेन, डोम, दनुक, माझी, नुनिया, कम्हार, राजपूत, तामाङ, मगर, सुनार आदि रहेका छन्। कुनै पनि व्यक्तिले आफ्नो जन्मपछि परिवारमा सबैभन्दा पहिला बोल्न सिकेको भाषालाई मातृभाषा भनिन्छ। यहाँ बोलिने विभिन्न जात जातिहरूको भाषा नेपाली, मैथिली, हिन्दी, मगर आदि रहेका छन्। यस गाउँपालिकाभित्र बसोबास गर्ने स्थानीयवासी विभिन्न जात जातिहरूको एक समानको सौहार्दपूर्ण बसोबास रहे तापनि यिनीहरूको आआफ्नै किसिमको धर्म तथा संस्कृति रहेका छन्। यहाँ धेरैजसो हिन्दू र बौद्ध धर्मावलम्बीहरू रहेका छन्। जातिगत र सांस्कृतिक विविधता रहेको यस गाउँपालिकाका बासिन्दाहरूको आआफ्नै किसिमको सामाजिक संस्कार रहेको छ। यस गाउँपालिकामा धेरै हिन्दू धर्म मान्नेको बाहुल्यता बढी भएकाले यिनीहरूले गर्ने प्रमुख संस्कार छठी माईको पूजा, चौठचन, कुलपूजा, गोठपूजा, वर्तमान विवाह, काजक्रिया, वार्षिक काम, न्वारन, तिथि श्राद्ध, सोह्र श्राद्ध, औँसी पूर्णिमा, सङ्क्रान्ति, मसान्ता, सत्यनारायणको पूजा, एकाहा, होम होमादि, यज्ञ सप्ताह, रुद्रपाठ, मलमास, सूर्य ग्रहण, चन्द्र ग्रहण आदि रहेका छन्। प्रमुख चाडपर्व तथा मेलाहरूमा विजयादशमी, दीपावली, ईद, बकर ईद, छठ, नौरथा,
घटस्थापना, सोह्र श्राद्ध, रामनवमी, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, कृष्ण जन्माष्टमी, चौरजन, फागु पूर्णिमा, महाशिवरात्रि आदि यहाँका प्रमुख चाडपर्वहरू हुन्। यस गाउँपालिकामा विभिन्न किसिमका जात जाति, भाषा र धर्म भएका मानिसहरूको बसोबास रहे तापनि जातीय विभिन्नता, भाषागत विभिन्नता तथा धार्मिक भिन्नता रहे तापनि सामाजिक स्थिरता तथा शान्तिपूर्ण वातावरणमा कुनै प्रकारको नकारात्मक विभिन्नता देखिएको छैन। विभिन्न चाडपर्वमा एक अर्काको विपरीत धर्मावलम्बी बीच लवाई खुवाईको परम्पराको सौहार्दताको प्रमाण रहेको कुरा स्थानीय बासिन्दाहरू बताउँछन्। यहाँका मानिसहरूले लगाउने विशेष लुगाफाटाहरू, पुरुषहरूले लगाउने विशेष कुर्ता, सलवार, धोती, गम्सा, गन्जी, कोट, प्यान्ट, सर्ट र महिलाहरूले लगाउने साडी, चोलो, धोती, कुर्ता, सलवार, ल्याङ्गा, चोली रहेका छन्। जननिर्वाचित नेतृत्व गाउँपालिकामा भएसँगै जनता र गाउँपालिका बीचको सम्बन्धमा नयाँ उचाइ हासिल भएको छ। यो क्रममा गाउँपालिकाले जनताको विकास मागलाई सम्बोधन हुने गरी आर्थिक वर्ष 2075-76 को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। यो नीति कार्यक्रमले गाउँपालिकामा व्याप्त सबै प्रकारका विभेद र असमानता अन्त्य गर्दै तीव्र विकासका कार्यक्रमहरू सञ्चालन गरिने कुरा उल्लेख गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगार, सुन्दर बटेश्वर गाउँपालिकाको समृद्धिको आधार भन्ने नाराका साथ गाउँपालिकाले विकास प्रक्रियामा सहभागी हुनका लागि गाउँपालिकावासीमा अनुरोध समेत गरेको छ। नीति कार्यक्रमले निम्न पक्षहरूमा विशेष जोड दिँदै सुधारका काम गर्ने कुरा उल्लेख गरेको छ। आर्थिक विकास मार्फत गरिबी निवारणमा योगदान पुर्याउने, राजस्व परिचालनमा योगदान पुर्याउने, सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने, स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिवृद्धि गर्ने, लैङ्गिक समानता, सामाजिक समावेशीकरणको अभिवृद्धि गर्ने, दिगो विकास, वातावरण संरक्षण र विपद जोखिम व्यवस्थापनमा योगदान पुर्याउने, बटेश्वर क्षेत्रको कला र संस्कृतिको पहिचान गर्दै संरक्षण एवं प्रचार प्रसार गर्ने, स्थानीय नागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्ने, जनताको जीवन स्तरमा प्रत्यक्ष फाइदा हुने आय आर्जन गर्ने तथा रोजगारीमा वृद्धि गर्ने। यो बटेश्वर गाउँपालिकामा करिब 90% नागरिकहरू किसानमा आधारित छन् र यसलाई गुणस्तर किसिमको कृषिलाई बढावा दिनुपर्छ भन्ने मान्यताको साथ अहिले हामी केही सोचहरू अगाडि बढाउन गइरहेका छौँ। यहाँ उत्पादन भएका चिजहरू अहिले खोला तरेर पारी बजारमा लाने कामहरू भएको छ र त्यहाँको बजार यहाँको बजारमै ती व्यापारीहरू आउन् र ती सामानहरू उठाउन् र किसानहरूलाई धेरै लामो बाटोसम्म पनि यात्रा गर्नु नपरोस् अथवा त्यो दुःख कष्ट सहनु नपरोस् र बजार व्यवस्थापन यही बटेश्वर गाउँपालिकामा होस् भन्ने चाहना रहेको छ। मलाई लाग्छ हाम्रो बटेश्वर गाउँपालिका प्रवेश गर्नको लागि पुलको अभाव थियो। निकट भविष्यमै पुल बनिसक्यो भने, निकट भविष्यमा पुल बन्ने काम सम्पन्न भइसक्दा त्यो व्यापारीहरू बटेश्वर गाउँपालिकामा आफस्याफ आउनेछन् र यो बटेश्वर गाउँपालिकामा तरकारी बजारको खरिद बिक्रीको केन्द्र बन्छ भन्ने कुरा मैले महसुस गरेको छु। लाग्छ यसरी व्यापारीहरू बटेश्वर गाउँपालिकामा केन्द्रबिन्दु बनाएर आउनेछन् र यहाँका किसानहरूलाई बढी प्रभावकारी ढङ्गबाट फाइदा हुनेछ भन्ने मैले महसुस गरेको छु र यहाँका किसानहरूलाई जबसम्म सिँचाइको व्यवस्थापन गरिन्न तबसम्म गुणस्तर बिउ बिजनको कुनै अर्थ छैन भन्ने मैले ठानेको छु र सिँचाइका कार्यक्रमहरू सम्पन्न भइसकेपछि किसानहरूको लागि गुणस्तर बिउ बिजनहरू गाउँपालिकाबाटै नै व्यवस्थापन गरिने लक्ष्य पनि राखिएको छ र सिँचाइ बिनाको गुणस्तर बिउ बिजनले प्रभावकारी भूमिका खेल्दैन भन्ने लागेरै त्यतातिर धेरै गम्भीर नभइएको हो र मलाई लाग्छ यो आउँदो वर्षदेखि त्यतातिर हामी गम्भीर हुनेछौँ। दिगो र नतिजामूलक विकासका लागि गाउँ स्तरीय गुरु योजना तयार गरी कार्यान्वयनमा जोड दिइनेछ। गाउँपालिकालाई एकीकृत रूपमा सडक सञ्जाल जोड्न नेपाल सरकारको साझेदारीमा बटेश्वर रिङ रोड निर्माणको कार्य अगाडि बढाउने, गाउँपालिकाभित्रका सडकहरू मध्ये क वर्गका प्रमुख सडकहरू 14 मिटर, ख वर्गका 10 मिटर, ग वर्गका भित्री शाखाहरू 6 मिटर र भित्री शाखाहरू प्रत्येक घरसम्म एम्बुलेन्स र दमकल पुग्न सक्ने गरी तयार गर्ने। विकास निर्माणका कामहरूलाई पनि एउटा रकेटको गतिमा अघि बढाएर भोलि जनमानसले यहाँका नागरिकहरूले देख्न लायकका भौतिक पूर्वाधारको विकासहरू हामी गर्नेछौँ र मानवीय
विकासतर्फ हामीले विभिन्न तालिम गोष्ठी सेमिनार कार्यक्रमहरू पनि राखेका छौँ र जनचेतनामूलक कार्यक्रम पनि हामीले गाउँ-गाउँमा टोल-टोलमा बस्ती-बस्तीमा लगेका छौँ र यसै वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रम भएको थियो। यसमध्ये प्रदेश सरकारले केन्द्रीय सरकारले पनि हामीलाई सहयोग गरिरहेको छ। हामीलाई अपेक्षा छ अब आउने दिनमा पनि योभन्दा बढी प्रदेश सरकारले केन्द्र सरकारले सङ्घीय सरकारले पनि हामीलाई सहयोग गर्नेछ र यो उर्वर उब्जाउ भूमि यहाँ चाहिँ धेरैजसो हेर्नुभयो भने उखुहरू देख्नुहुन्छ, धान बालीहरू देख्नुहुन्छ, तरकारी खेतीको लागि यहाँ पकेट एरिया नै छ। माछा पालनको लागि नेपाल सरकारले पनि बटेश्वर गाउँपालिकालाई माछा पालनको लागि पनि पकेट एरिया को रूपमा लिइसकेको छ। मलाई लाग्छ अब यो बटेश्वर गाउँपालिकाका युवाहरू कुनै पनि विदेशमा गएर खाडीमा गएर रोजगारी गर्नुपर्ने आवश्यकता छैन। भौतिक पूर्वाधारहरूको आकस्मिक मर्मत सम्भारका लागि सम्भार कोषको व्यवस्था गरी सञ्चालनमा ल्याउने, उत्कृष्ट कार्य सम्पादन गर्ने उपभोक्ता समितिहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार र सम्मानको व्यवस्था गर्ने, सडक निर्माण गर्दा स्थानीय बासिन्दाको जनजीविकालाई सहज बनाउने गरी वातावरण मैत्री सडकको रूपमा विस्तार गरी वृक्षारोपण कार्यलाई समेत प्राथमिकता दिने आदि मुख्य रहेका छन्। बटेश्वर गाउँपालिकाको आर्थिक वर्ष 75-76 को लागि चाहिँ करिब 36 करोड 24 लाख 34 हजार बजेट विनियोजन गरेको छ। यसमा चाहिँ 48% चालुतर्फ र 51.86% चाहिँ पुँजीगततर्फ बजेट विनियोजन भएको हो। यसमा चाहिँ हाम्रो बटेश्वर गाउँपालिकाले एउटा सपना देखेको छ र हाम्रो यो स्लोगन नगरको यो गाउँको नारा शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार सुन्दर बटेश्वर गाउँपालिकाको समृद्धिको आधार भन्ने नारा तय गरेको छ। यो बटेश्वर गाउँपालिका 31.66 वर्ग किलोमिटर छ। यहाँ अधिकांश चाहिँ कृषियोग्य जमिनहरू रहेको छ। यहाँ कृषि र पशुपालन यहाँको मूल आधार हो। यसैले अघि नै मैले यहाँलाई भने जस्तो यो कृषि र पूर्वाधार स्वास्थ्य शिक्षा कृषि पूर्वाधार नै हामीले चाहिँ मुख्य एजेन्डा बोकेर यहाँ हिँडेछौँ। अब हाम्रो 3-4वटा कामहरू चाहिँ सडक ग्राभल सम्बन्धीको भुक्तानी पनि भइसक्यो र आगामी कार्यक्रमहरूको लागि चाहिँ अब सडक ग्राभल गर्ने, त्यसपछि इनार, नाला, बोर्डिङहरूको कार्यक्रमहरू रहेको छ। निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिकतातर्फ अग्रसर गराउने, आगामी 5 वर्षभित्रमा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने, उन्नत जातका पशुपालनलाई बढावा गर्ने तथा पशु बिमा कार्यक्रम लागू गर्ने, नगदे बाली फलफुल तथा तरकारी खेतीको व्यवस्थापनका संस्थागत प्रयासहरू गर्ने, यसका लागि एक गाउँ एक उत्पादनको अवधारणा लागू गर्ने, गाउँपालिकाभित्रको पोखरीहरूको संरक्षण गर्दै त्यसबाट उच्चतम लाभ लिने। तरकारी सबै ठाउँमा त्यति हुँदैन। सबै ठाउँमा त्यो नालाको प्रबन्ध भयो भने झन्डै राम्रो हुन्थ्यो, तर नाला अहिले छैन। हुन्थ्यो बजारको व्यवस्थापन गरिदिएको भए हाम्रो किसानहरू अझै राम्रो तरिकाले खेती गर्छ र मेहनतले पनि खेती गरिरहेको हुन्छ। पहिले इनारबाट हामीहरू पानी तान्थ्यो, अहिले बोर्डिङ नालाहरू अहिले बोर्डिङ भएछ। बोर्डिङले हामीहरू खुस भएछु, तर यहाँ नालाहरूको अलि व्यवस्थापन भए छैन। नालाको व्यवस्थित भयो भने हामीहरू उब्जाउनु पनि सक्छु, तर नालाहरूको अहिले दिक्कत छ। पालिकामा किसानहरूको हकितको लागि 70 देखि 80% जग्गा सिंचित गर्नुपर्छ भन्ने मान्यताको साथ मेरो कार्यक्रम अगाडि बढिरहेको छ। अगाडि केही बोर्डिङहरू सञ्चालन थिए, ती सञ्चालित बोर्डिङहरू नालाहरू व्यवस्थित थिएनन्। त्यसलाई व्यवस्थित गरेर फेरि पुनः सञ्चालन गर्ने प्रक्रियामा लगिसकेको छु। चाहिने योभन्दा अगाडि तपाईँको यो पानीको साधन थिएन, यो हामीहरूको पानीको साधन थिएन, के भइरहेको थिएन। अब 2-4 झार चाहिने पानीले घरबाट ल्याएर रोपिरहेको थियो, त्यति बेला समस्या थियो। तर हाम्रो गाउँपालिकाबाट चाहिने सहयोग यो गर्यो कि वास्तवमा अहिले अब एउटा बोर्डिङ सञ्चालन गराइदियो
बोर्डिङ सञ्चालन हुँदाखेरि हामीहरूलाई चाहिँ अब चौरी चाहिँ एकदम मजाले अब तरकारी फसल लगाउन सक्छौँ हामी। अब धान बाली भयो, त्यतिखेरका खाना चाहिने पुगिरहेको थिएन हामीहरूलाई। अहिले चाहिँ अब त्यो बोर्डिङ हुँदाखेरि हामी कृषकबाट चाहिँ मजाले सालभरि खाना पाउँछौँ। अलि अब 2-4 मन 10 मन बेच्न पनि पाउँछौँ। त्यो हामी सुविधा पाइरहेको छौँ। हमरा आरके तो यह बिया और दियो, पानी के सिंचाई दियो, मतलब खाद दवाई के दियो, तो हम सब खेती करबे बढ़िया हेतै। र हाम्रो मेन फोकस भनेको हामी कृषि प्रधान देश भन्दा पनि हामी आफै कृषक भएको कारणले र हाम्रो एरिया खास गरी तरकारी खेती र तपाईको यो के भन्छ कृषिमा आधारित भएको जनताहरू त्यहाँ छ। त्यसै कारण तपाईको मेन फोकस भनेको हाम्रो कृषिमा नै छ। अनि मेरो वार्डमा लगभग अहिले नै हाम्रो अध्यक्षजीले भन्नुहुन्छ 80% सम्म जग्गा सिँचाइ गर्छु, तर मेरो वार्डमा अहिले नै 80% जग्गामा सिँचाइ भइरहेको छ। र केही छुटेका जग्गाहरूमा पनि म यो 5 वर्ष अवधिसम्म तपाईको सम्पूर्ण जग्गामा मेरो वार्डमा 80% अहिले पनि हुन्छ। र हाम्रो गाउँपालिकाको लक्ष्य अनुसार तपाईको 80% जग्गालाई सम्पूर्ण 5 वडामा सिँचाइ गर्ने, तर म भन्छु 5 वर्षको अवधिसम्म तपाईको मेरो जग्गामा मेरो वार्डमा सबै जग्गामा सिँचाइ पुगेको हुन्छ। यसैगरी सामाजिक विकास अन्तर्गत लैङ्गिक समानताका कार्यक्रमहरू सञ्चालन गर्ने, शिक्षा विकासका कार्यक्रम मार्फत शिक्षाको उज्यालो गाउँ गाउँसम्म विस्तार गर्ने, उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पुरस्कृत गर्ने, विद्यार्थीहरूलाई जिल्ला र राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी गराउने, बालबालिका मैत्री विद्यालय निर्माण गर्ने, शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गरिने आदि रहेका छन्। शिक्षाका कुराहरूमा करिब 16 विद्यालयहरू यस गाउँपालिकामा पर्दछन्, सरकारी विद्यालयहरू। यी सरकारी विद्यालयहरूमा यो सरकारी विद्यालय कुनै विद्यालयमा व्यवस्थापन समिति नभएको, कुनै विद्यालयमा विद्यार्थीको अभाव रहेको, कतिपय विद्यालयमा गुणस्तर पढाइ नभएको, यी 16 विद्यालयमा चाहिँ अनुगमन गरेर कतिपय विद्यालयमा तपाईँको टोयलेट खानेपानी नभएको यस्तो अवस्था थियो। र लगभग मैले 90% विद्यालयमा 16 विद्यालयमा व्यवस्थापन समिति गठन गरिसकिएको छ र 90% विद्यालयमा कम्पाउन्ड सहितको र खानेपानी र टोयलेटको निर्माण सम्पन्न गरिसकिएको छ। केही बाँकी छन्, त्यो प्रक्रियामा छ। र ती 16 विद्यालयका टिचरहरूलाई प्रलाई बोलाएर एक खालको पटक पटक हामीले सल्लाह सुझाव र निर्देशनका कामहरू सम्पन्न गरेका छौँ। यसको केही सुदृढीको आवासहरू मैले महसुस गरेको छु। मलाई लाग्छ म 5 वर्ष कार्यकालमा शिक्षाका सवालमा अहिले कतिपय तल्लो क्लासमा इङ्ग्लिस मिडियमबाट पनि पढाइ प्रारम्भ गरिएको छ र 3वटा विद्यालयमा त्यो कम्प्युटर प्रणालीबाट शिक्षा गर्नुपर्छ भन्ने सवालमा हामीले फिडा नेपालसँग कुरा गरेर आफन्त नेपाल मार्फत हामीले करिब 3वटा विद्यालयमा 15वटा कम्प्युटर परिचालन गरिसकेका छौँ, जसमध्येमा शिवशक्ति मावि, देवकी नमुना, सीतापुरको आधारभूत विद्यालय 3टामा वितरण गरिसकेका छौँ। यो गाउँपालिका अध्यक्ष भन्नु वा मेयर भन्नु, उहाँहरू आएर समय समयमा विद्यालयलाई अवलोकन गर्नुहुन्छ। कुन हाम्रा शिक्षक समयमा आउनुहुन्छ, कुन आउँदैन, त्यो पनि देखरेख गर्नुहुन्छ। समयको निर्धारण गर्नको लागि हाम्रो विद्यालयमा त्यो विद्युत के भनौँ त्यसलाई, त्यो लेप्चो हुन्छ नि, त्यो समय आउने जाने गरी सही त्यसैमा हुन्छ हस्ताक्षर। स्वास्थ्य क्षेत्रमा विकासको प्रत्याभूति दिलाउनका लागि गाउँपालिका क्षेत्रमा जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्ने, नेपाल सरकारसँगको समन्वयमा सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य अघि बढाउने, सर्पदंशको उपचार केन्द्र स्थापना गर्ने तथा गर्भवती महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाभित्रै प्रसुति गृह निर्माणको प्रयास गर्ने आदि रहेका छन्। स्वास्थ्यका सवालमा यी कतिपय स्वास्थ्य चौकीहरू थिए, ती कतिपय जीर्ण अवस्थामा थिए, कोही औषधि बिनाको अवस्थामा थिए, त्यसलाई पूर्ण रूपमा सञ्चालन गर्ने प्रक्रियामा छु। र स्वास्थ्यकै सवालमा कुरा गर्नुपर्दा अहिले मैले यस भूगोलबाट
प्रसुति गर्नको लागि झन्डै 24 किलोमिटर पर जनकपुर जानुपर्छ र यस भूगोलका मान्छेहरूले सर्पदंश भयो भने पनि यसको औषधि उपचार रात बिराती गरिबका जनताहरू इलाज गर्न 24 किलोमिटर पर जानुपर्छ। तत्कालीन रूपमा यातायातको व्यवस्थापनमा पनि गाह्रो हुनसक्छ, आर्थिक रूपमा गाह्रो हुनसक्छ भन्ने बुझाइरह्यो र पहिले बटेश्वर गाउँपालिकाभित्र नै स्वास्थ्य चौकी सर्पदंशको औषधि उपचार गर्ने थलो र प्रसुति गृह निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ र यही माघ फागुनतिर यी दुईटा कार्यक्रम यो स्वास्थ्यको सवालमा यो प्रसुति गृहको हस्पिटल र सर्पदंशको इलाजको कार्यक्रम म यही माघ फागुनतिर नै प्रारम्भ गर्दैछु र यहाँका नागरिकहरू 24 किलोमिटर पर रात बिरात प्रसुतिको वेदनाबाट छटपटिएर जान नपरोस् भन्ने मान्यताका साथ कार्यक्रम अगाडि बढाउँदैछु। अहिले स्वास्थ्य चौकीको चाहिँ सबभन्दा पहिले आफ्नो भवन छैन। हामी यो अहिले सञ्चालन भइरहेको स्वास्थ्य चौकी चाहिँ वडा कार्यालयकै भवनमा बसेर सेवा दिइरहेका छौँ। भवन नभएका कारणले वडा कार्यालयले हामीलाई सपोर्ट गरेको छ भवन दिएर। त्यसबाहेक केही त्यस्तो सानोतिनो समस्याहरू आयो भने हामीलाई सहयोग गर्नुहुन्छ। स्वास्थ्यको तपाईँलाई भवन नभएर पनि विगतमा हाम्रा ती भवन जुन भवन अहिले कार्यरत छ त्यो चाहिँ तपाईँ कृषिको भवन छ र त्यसैले हामी पनि अब गर्ने कि भवन नभएर र जग्गा नभएर पनि त्यही जग्गालाई त्यही हाम्रो स्वास्थ्यलाई निर्धारण गरिकन हस्तान्तरण गरिकन तपाईँलाई त्यसैमै स्वास्थ्यको यसपालि 15 लाख रुपियाँ छुट्याइएको छ। 10 लाख रुपियाँ गत साल 74-75 चाहिँ गर्न सकिएन समयको अभावले गर्दाखेरि। हाम्रो निर्वाचित समय पनि यतातिर सङ्घको निर्वाचनले गर्दाखेरि हामीले गर्न सकेनौँ। त्यस अनुसारले यसपालि चाहिँ त्यो 10 लाखमा 5 लाख थपेर यसपालि चाहिँ कार्यान्वयनमा लगाइरहेको छौँ। हामीहरूको त भूमिका बढी कि स्वास्थ्य र तपाईँको शिक्षामा बेसी गरेर दिएको अनि तपाईँको वडा कार्यालयबाट मैले 9 लाखको जग्गा चाहिँ खरिदेको तपाईँको 7 कट्ठा जग्गा। यसपालि तपाईँको उपमेयरले 19 लाख रुपियाँ दिनुभएको छ गाउँ स्तरीयबाट उहाँको बाटबाट। अनि त्यहीबाट हामीहरूको अब यसपालि पोटपडाल पनि तपाईँको 3 लाख दिएर वाल पनि बनायो, जग्गा पनि खरिदियो, वाल पनि दियो पोटपडाल। यस्तै वातावरण संरक्षण र सुधारका लागि पवित्र, सुन्दर र समृद्ध बटेश्वर भन्ने नारालाई सार्थक पार्दै सोही अनुरूपका कार्यक्रमहरू सञ्चालन गर्ने, खाली पर्ती जग्गा तथा सडकको दायाँ बायाँ उपभोक्ता समूह, विद्यालय, परिवार र नागरिक समाज मार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, ढल नाला तथा ल्यान्डफिल सञ्चालन गर्ने, छाडा चौपाया व्यवस्थापन गर्ने आदि मुख्य रहेका छन्। यसै गरी स्वास्थ्य सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन गर्ने खालका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने आदि मुख्य रहेका छन्। कृषि सडकहरूलाई विशेष गरेको छ र खानेपानीको पनि अलिकति खानेपानीको हुने भन्दा भन्दै तयारी नभए हुनाले पानीको उसमा पनि अलिकति त्यस्तै नै भए हुनाले खानेपानीको ज्यादै नै अति आवश्यकता भए हुनाले यो मेरो 4 नम्बर वडामा मुख्य ठाउँमा जहाँ अलि अप्ठ्यारो छ 7-8 वटा इनारको पनि राखेको छु र त्यस्तै हिसाबले कृषि सडकहरू छन् 2-4 र विद्यालयमा अब इलेक्ट्रोनिक जो हाजिरी ल्याप्चेको उगारिया छ जसमा चाहिँ 2टा एउटा मावि पर्छ यहीँ उसमै, अर्को जनजाति छ। यसलाई अलिकति 2-3 लाख रुपियाँ माविलाई फर्निचर उगारेर राखेको छु र त्यस्तै जनजाति राप्रावीलाई यो विद्युतीय हाजिरी जडान, केही फर्निचर र एउटा अलिकति त्यहाँ अफिसको लागि पनि ज्यादै नै कन्जेस्टेड भएको हुनाले एउटा कोठो अफिसलाई पनि हुने गरेर त्यसलाई पनि केही रकम छुट्याएको छु। जनसङ्ख्याको हिसाबले यो गाउँपालिकामा सबैभन्दा ठुलो वार्ड यो नै हो। 6000 जति जनसङ्ख्या छ, 5985 क्षेत्रफलले पनि यो वार्ड धेरै नै लामो छ। उहाँ उताको वार्डहरू 3.44 कुनै वर्ग किलोमिटर छ, कुनै 6 छ। यो भनेर यो 9.55 वर्ग किलोमिटर छ। भन्नुको अर्थ जुन 2वटा वाडा छ उता त्यो एउटै वाडा हो। त प्रेसर त छ, तैपरि हामी क्रमिक रूपले त्यो शिक्षा स्वास्थ्य सबैमा ध्यान नै पुर्याइरहेका छु। सहरीकरणलाई व्यवस्थित गर्नका लागि उचित भू उपयोग योजना लागू गर्ने तथा भवन निर्माण संहिताको पालना गर्ने गराउने तयारी पनि गाउँपालिकाले गरेको छ। यो बटेश्वर गाउँपालिकामा बढी
किसानैहरूको बसोबास भएको यो गाउँपालिका हो र हामीले यो बटेश्वर गाउँपालिकालाई समृद्ध बनाउन खोज्ने हो भने सबभन्दा पहिलो प्राथमिकता सिँचाइमा दिनु परेको छ। हामी सिँचाइलाई व्यवस्थित गर्न सक्यौँ भने यो बटेश्वर गाउँपालिकामा नगदे बालीहरूमा उखु, धान, मकै, गहुँ, तरकारी बालीहरू यहाँ हुन्छन् र हामी सिँचाइ सबै किसानहरूको खेतमा पुर्याउन सक्यौँ भने यो समृद्ध बनाउने सबभन्दा पहिलो हुन सक्छ। त्यस पछाडि भनेको यो सडक सञ्जाल। हामी उत्पादन जुन अन्न अनाजहरू उत्पादन किसानले गर्छ अहिले पनि बाटोघाटोको राम्रो व्यवस्था भएको छैन। हामी सडक सञ्जाललाई दोस्रो प्राथमिकतामा लिन सक्छौँ। तेस्रो भनेको यो भेगमा सानो र ठुला मझौला खालका उद्योग धन्दाहरू हामी खोल्न सक्यौँ। जुन अहिले हामी हेरिराखेका छौँ एकदम ऊर्जावान शक्तिहरू विदेश पलायन भएको अवस्था छ, युवाहरू विदेश गइरहेको अवस्था छ। हामी त्यो श्रमलाई यही ठाउँमा लगानी गर्न सक्यौँ भने, उद्योग धन्दाहरू खोल्न सक्यौँ भने हामी यो बटेश्वर गाउँपालिकालाई राम्रोसँग समृद्ध बनाउन सक्छौँ। राजस्व सङ्कलनलाई व्यवस्थित र पारदर्शी बनाउनु पर्नेमा समेत गाउँपालिकाले जोड दिएको छ। गाउँपालिकालाई जनमुखी बनाउनका लागि संस्थागत विकास र सुशासनमा जोड दिइने पनि लक्ष्यमा उल्लेख गरिएको छ। सूचनाको हक सम्बन्धी ऐन 2064 को प्रावधान अनुरूप गाउँसभा तथा कार्यपालिकाका निर्णयहरू 24 घण्टाभित्रै सार्वजनिक गर्ने परिपाटीको विकास गरिने कुरामा समेत गाउँपालिका प्रतिबद्ध रहेको बताइएको छ। यी प्रतिबद्धताहरूले गाउँपालिकाको विकास तीव्र हुने र गाउँवासीले समेत परिवर्तनको नयाँ आभास गर्न सक्ने विश्वास गर्न सकिन्छ।